चिसाङबाट के भएर आउनु भएको थियो? यो ढाड दुख्ने, जिउ यो घुँडाहरू चलाउनै नसक्ने, उठ्यो बस्न नसक्ने, बस्यो उठ्नु नसक्ने। अहिले त धेरै नै नर्मल, धेरै नै सन्चो भएको छ। अहिले 1 महिना भयो औषधि खानुभएको? हजुर। अनि अहिले पहिलेभन्दा सुधार छ? धेरै नै। पहिला चाहिँ के हुन्थ्यो तपाईलाई? पहिला यही खुट्टा घुँडा दुख्ने मात्रै हुन्थ्यो। हजुर। सुनिन्थ्यो पनि, घुँडा सुनिन्थ्यो पनि। हजुर। घुँडा पनि सुनिन्थ्यो, पैतालाबाट पनि दुखेर आउँथ्यो। हजुर। अहिले त त्यो पैतालाबाट पनि दुख्नु छोड्यो। अनि अब यो घुँडा पनि त्यति दुख्दैन पनि। दुख्दैन त्यो, तर अलिकति हिँड्नुलाई समस्या, एकछिनलाई समस्या पर्छ, त्यहाँदेखि फेरि सजिलै हुन्छ। पहिला सिडी चढ्न ओर्लिन सक्नुहुन्न थियो? गाह्रो हुन्थ्यो? गाह्रो हुन्थ्यो। समातेर चढ्नु पर्थ्यो, समातेर उत्रिनु पर्थ्यो। हजुर। अहिले त समातेर चढ्नु पर्दैन। अहिले जे होस् सजिलो छ? सजिलो छ।